ल अलि बिस्तारै हेरेर जानु है, अब कहाँ नै पस्नु म। लो हामी चाहिँ ससुराली हिँडेको रे बाटो यस्तो चाहिँ यी खोलाको बाटो खोटाङ हिँडेको हामी खोटाङ यस्तो चाहिँ पुरै हाम्रो बाइकको त्यहाँ अगाडि हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ है अङ्गेरी खोला हो बेली ब्रिज मुनि खोला छ हामी बाटो एकदम खतम मुस्ताङ गरेर आएको के मुस्ताङ भन्नु योभन्दा झन्डै मुस्ताङभन्दा अप्ठ्यारो बाटो मान्छेको हालत पक्का भएर देखाउने बाटो देखेन राम्रो बाटो खोक्सिङटारको भत्केको बाटो यो बाटो जतिको भत्केको र बितेको बाटो अलिकति त फेर्ने यस्तो बाटो ल अलि बिस्तारै हेरेर जानु है, अब कहाँ नै पस्नु म। लो हामी चाहिँ ससुराली हिँडेको रे बाटो यस्तो चाहिँ यी खोलाको बाटो खोटाङ हिँडेको हामी खोटाङ यस्तो चाहिँ पुरै हाम्रो बाइकको त्यहाँ अगाडि एकदम बिजोक तरिकाले आइपुग्यो यहाँ होइन खोलाको बाटो यस्तो छ। अब हामी चाहिँ यहाँबाट माथि गरिसक्यौँ खोला, अब यहाँबाट माथि जाने हालत पत्ला भएर मेरो जुत्तासुत्ता सब भिजेर बिजोक छ। ससुरालीको बाटो यहाँबाट जिप पनि आउँछ होला सबै गाडी हिँड्छन् बाटो हिँड्न कस्तो छ। यो रसुवाको पुल त्यहाँ खोक्सिङटारको पुल नबगाएको भन्दा यत्रो हैरान हुन्थ्यो, रेग्युलर पुल हुन्थ्यो। यो खोला बढो भनेदेखि यो बाटो आउन नसकिने रहेछ। तिनीहरूको टारले पनि गरोभरि रेग्युलर घरि खोक्सिङटार टिकेटार अब रसिया टार तपाईँ कहाँ कुदाएर हिँड्नु भएको अरे गाडी? तपाईँ गाडी कहाँसम्म हिँड्नु?
हो कि लास्टै अफोर्ड छ त यार मुक्ताङको के अफोर्ड हो र पहिले चाहिँ होला त्यो फरक कुरा हो होइन तर अहिले त के हो अफोर्ड भाडुसी लक्ष्मीहरूको गाउँ यो उकालो सर्टकट भनेर खोला नाला तराएर हिलो तराएर थुक्क जिन्दगी खुट्टा धुनु हाल्छ त खुट्टा त धुयो नि सबै हिल्लो हिल्लो माथिदेखि तल उयो माथिल्लो गाउँ होला लक्ष्मीहरूको थुम्की डाँडा भनेर त पानी ससुरालीको बाटो वनमा तपाईँ त यहाँ वनमारा फुलेको बेला नि हेर्न आउनुभयो लक्ष्मी आन्टी त्यो पनि हेर्न आउनु भएको थिएन त्यो मान्छे विरक्त लागेर पर्छ गर्लफ्रेन्डको घर के पराउँछ यो भने चाहिँ भाडुसीको उकालो हो कहाँको उकालो अरे घरमै जाए बेसी उकालो यो बाटो गाडी हिँड्छ कि हिँड्दैन अरे यो बाटो गाडी हिँड्छ खोज घरमै आगरमै जान्छ गाडी भनेर गर्छ लक्ष्मीले पनि भ्लग आइदिनु भने मेरो थुम्की डाँडो भनेर यो चाहिँ मलाई उल्लु बिल्लु बनाएर यो बाटो गाडी हिँड्छ घरकै आँगनमा पुग्छ हो मैले पत्याएँ भनेर सानो छैन यो आँगनमै पुग्छ साथी बेर त भर्खर फुलेको रहेछ यहाँ पहलेको रहेछ साथी बेर के हो साथी मैले तपाईँलाई बिजोले पुस्नु पर्छ भनेको नदेखाउने बेलामा साथी बेर कहाँ गएको ए त्यो घोर पुग्ने हजुर लाइनको पोल पनि यहाँबाट हेर गाडी आँगनमै जान्छ अहिले त बाइक पनि जाँदैन जानुपर्छ बिहानखेरि मेरो ड्युटी पुग्छ भोलि आएन पऱ्यो जानु बित्तिकै आँगन अलि माथि माथि छ हामीले बेला बेला चोरेर खाने आँट पहिले बस्दा अलि माथि हिँड्नु न बाटो त
बाटो एकदम राम्रो छ। मेरो चप्पल त पाकपुक गइसक्यो त। मेरो चप्पल पाकपुक। हिँड्नु न अलि मास्तिर आँगनमै जान्छ। अयो मर्यो मेरो बिजोग भइसक्यो यहाँनिर बाटो हिँड्दा हिँड्दा गोवालेर बिचरा। तिम्रो घर कहाँ जान्छ तिम्रो गाडी? आँगनमै जान्छ अरे। ससुराली आएको अरे। यो घर हामी तल ठुलो मामीकोमा जान्छौँ नि। ठुलो मामीको यो चाहिँ हाम्रो घर हो। जङ्गल ए छैन। ठुलो बुवा नमस्कार। यस्तो हालत